साथीहरु, म आज हजुरहरुलाई यो साबुदानाबाट पापड कसरी बनाउने भन्ने विधिहरु सिकाउन गइरहेको छु। भिडियो चाहिँ पुरै हेरिदिनु होला हस्। अब हामीले यो साबुदाना दियौं हैन, यो साबुदाना दिएपछि अब यसलाई राम्रोसँग पखाल्ने हो पानीमा मजाले। सफा पानीमा यसलाई हल्का हातले पखाल्नुपर्छ, धेरै मिस्न हुँदैन। अनि यसलाई पखालेपछि हामी एकछिन केही समय यसलाई यतिकै भिज्न दिनेछौँ। गाइस, यो लगभग 10-15 मिनेट भिजिसकेपछि राम्रोसँग भिजिसकेको छ हैन। अनि त्यसपछि अब यसलाई हामीले बोइल गर्छौं। अब यो साबुदानालाई हामीले उमाल्न राखेका छौं तातो पानीमा। यसलाई एकछिन भिजाएपछि तातो पानीमा यसरी उमाल्ने। यसमा मैले साथै नुन अनि जिरा अनि काली मिर्च, हिङ राखेको छु। अब यसलाई चलाइराख्नुपर्छ, तल लाग्छ नै त भने यो बाक्लो हुन्छ, चिपचिपा हुन्छ हैन। यसलाई मजाले चलाइराख्ने एकछिन, अनि यसलाई बाक्लो हुन दिने। बाक्लो भएपछि अनि हामी अरु प्रक्रियाहरू गर्छौं। हेरिराख्नु होला भिडियो निरन्तर हैन, स्किप नगरिकिन। यो साबुदाना हेर्नु न, पहिला आधा भाडा थियो, अहिले पुरा फुलेर एक भाडा पुरै भएको छ, दिउरी भरेको छ। लगभग यो पाकी पनि सकेको छ। अब यसलाई हामीले ग्यास निभाउँछौँ। यो अब रेडी भइसकेको छ, गलिसकेको छ हैन यो केराहरू। अब यसलाई योभन्दा धेरै नपकाऊ, ठुलो तातो रहेछ। अब यसलाई ग्यास निभाए र एकछिन ग्यास निभाए। अब यसलाई एकछिन चिसो हुन दिन्छु। एकछिन हल्का सेलाएपछि अनि बल्ल यो हाम्रो साबुदाना बिल्कुल अब सेलाइसकेको छ। अब यसलाई मैले यसरी सफा प्लास्टिकमै राम्रो हुन्छ यो। यसरी प्लास्टिक ओछ्याएको छु अनि यसमा मैले यसरी राखेर यसरी यसलाई गोलो दिँदै सुकाउने छु। पातलो गरेर यसलाई सुकाउँदा राम्रो हुन्छ हाम्रो ब्राउन पापड। यो अहिले सानो ठिकैको बनाउनु होला। फुलेपछि यो ठुलो हुन्छ, फेरि तेलमा फ्राई गरेपछि यसलाई सुकाएर मजाले सुकाउने घाममा 2-3 दिन। अनि त्यसपछि यसलाई रेडी हुन्छ। यो हामीले स्टोर गरेर राख्न सक्छौँ। यो धेरै समयसम्म रहन्छ।